यो वार्षिक सामूहिक 1 वर्ष आयो कि जस्तो लाग्छ मलाई, किनकि हामी अर्को दीपक विष्टजी हुनुहुन्छ नेपाल ओलम्पिक सङ्घका अध्यक्ष, दुवैजना प्रवेश गरिसकेको छ। त्यो कार्यक्रम गर्न यसपालि हामीले धेरै नयाँ जोसका साथ अगाडि आएका छन्, तिनीहरूलाई हामीले पुरस्कृत गर्छौँ। त्यो कार्यक्रम हामीले पोखरामा पहिलोचोटि कार्यक्रम सक्यो भने ती प्रदेशमा भएका सम्पूर्ण खेलाडीहरू ती प्रदेशमा भएका कुरा चाहिँ नजिकबाट बुझ्न सक्छ र त्यो चाहिँ नेपालका लागि खेलकुद परिषदले वार्षिक बजेट छुट्याउने गर्थ्यो, तर उहाँको उपस्थिति हुने नै छ। मैले यो कुरा पालि चाहिँ हामीले सबै युवा पत्रकारलाई बसौँ